जो व्यक्तिले तपाईको जीवनमा गलत गरेर जान्छ, तपाईलाई धोका दिएर जान्छ, त्यो व्यक्ति पहिलादेखि नै गलत हुन्छ। अहिले आएर ऊ गलत भएको होइन। एउटा कुरा के हो भने नि, जो व्यक्ति सच्चा हुन्छ, जो व्यक्ति सही हुन्छ, उसले जति तपाईसँग समय बिताउँदै जान्छ, सम्बन्धमा जति धेरै समय बिताउँदै जान्छ, त्यति नै उसमा तपाईको आदत बनिँदै जान्छ, तपाईसँग रमाउन थाल्छ, तपाई प्रतिको माया बढ्छ, एट्याचमेन्ट बढ्छ। र एउटा गलत व्यक्ति जति तपाईसँग समय बिताउँदै जान्छ, त्यति नै उसको मन भरिँदै जान्छ। त्यसैले त्यो व्यक्ति पहिलादेखि नै गलत थियो। बस उसले सुरुवाती दिनहरूमा आएर राम्रो व्यवहार गरेकोले, राम्रो गरेकोले, उसको केही स्वार्थहरू भएकोले राम्रो गरिदिन्छ, अनि त्यही कुरालाई लिएर हामी सही सोच्दिन्छौँ, एकदमै सही रहेछ भनेर विश्वास गरिदिन्छौँ, निकै नै भरोसा गरिदिन्छौँ, तर त्यो व्यक्ति वास्तवमा पहिलादेखिको नै गलत हुन्छ। सो त्यस्तो व्यक्ति जान्छ भने चाहिँ खुसी हुनुपर्छ, किनकि भगवानले त्यस्तो व्यक्तिलाई तपाईको जीवनबाट हटाइदिएर एकदमै राम्रो गर्नुभयो क्या, होइन? त्यो व्यक्ति जानै पर्छ तपाईको जीवनबाट। राम्रो भयो, त्यो त एकदमै राम्रो, खुसी हुनुहोस् त्यो कुरामा।